लासो फ्याबुल्ला हजुर नमस्ते हजुर म झाङ्री गुरुबार चाहिँ विदेश हुने स्वदेश हुने दिदीबहिनी आमा बाहरू दाजुभाइहरूलाई मेरो नाइका बाजु प्राइभेट स्टुडेन्ट साउने बिल्डिङसँगै मेरो प्रोफाइल नम्बर छ फलो गरेर सेयर गरिदिनु होला। मैले मोनी लाउने टुनु लाउने सबै गर्छु हजुर। आज बौलाउने ठडाउने बिरामीको चाहिँ म पूजा गरेर ठुलो पूजा गर्दैछौँ। धेरै ठाउँमा हस्पिटल गर्ने बेत पत्ता नलागाएको अनि बेत कहीँ पत्ता नलागे धेरै ठाउँ घुमेछौँ। लास्टमा मौका आइपुग्यो अनि मैले उहाँको यसरी टुना फिराउनु लाग्छ हजुर। यो टुना फिराउने यो चाहिँ गुरुबरङ्गी हुन्छ, यो चाहिँ सातो बोलाउने अनि यो चाहिँ गुरुबरङ्गी हो। यसरी उच्च हजुर मेरो चाहिँ यसरी टुनाहरू बिराहरू मसनहरू खर्कहरू यसरी गरी यो चाहिँ बिराहरू मसनहरू बाईहरू फाल्ने चाहिँ उहाँहरूको चाहिँ धेरै ठाउँमा पुगिरहेको रहेछौँ। अनि विदेश हुने स्वदेश हुने दिदीबहिनी आमा बाहरू दाजुभाइहरूले फलो गरेर सेयर गरिदिनु होला। मैले तपाईँहरूलाई अनि राम्रो होस् उहाँहरू मेरो आशिष पाओस् हजुरहरूलाई अनि उहाँहरू भनेर मैले आज झाँक्रीबाट चाहिँ लास्ट हजुर फ्याबुला नमस्ते। म सक्दिनँ मैले काठमाडौँको झाँक्री पत्यादिन आज पत्याएँ मैले पत्याएँ आज चाहिँ मैले पत्याएको है अरु जानु छैन म त अरु झाँक्रीले त यसलाई त आउँ भन्छ ट्याम लाग्छ गुर्जा 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 भरि बेदा आफैसँग अनि यसको पैसा सबै खान्छ सबै खान्छ बिचारा अनि रुँदै फर्केर
आउँछ अनि कस्तो लाग्यो नि यो चेलीले मैले के यो चेली त म बचाउनुतिर लाग्ने हो तिमीले म छोड्दैन अब अर्को कुरो भन्दाखेरि सजाल गाडीको सेना मेना चाहिँ यसको नामबाट मैले बलि नै दिएर यसलाई मारेर अर्को टिकाको दिनमा यसको लास सुन्न पर्छ भने बलि नै दिएर छेकिदिएको अब यो चेली त मार्न पाउँदैन अब तिमीले नै दिएको मैले अनि तलको त्यो यसले नै थाहा छ यसको भनिहाल्यो नि यसको गुरु अनि मेरो पनि गुरु के हामी त एउटै कुलभित्रको त्यो गुरुको नाम भन्नु दिन्छ त्यो गुरुले पनि म छोड्दैन अब अनि छोड्दैन म अब गुरुले पनि त्यसले बाँधिदिएको त्यो गुरु पनि छोड्दैन म होइन यसको गुरु तपाईँले कुरो बुझेन म बुझाइदिन्छु है यसले शिरमा आएको छ नि यसको देवता हो त्यसको माथिको जुजुबा चाहिँ हाम्रो मेरो बुवाको मेमे गुरु मेमे गुरुले पनि म बाबु म यो चेलीको शिरमा ल्याइदिन्छु म अनि त्यसपछि अनि यसलाई आएको चाहिँ दोस्रो मेमे अनि त्यसपछि यसको गुरु चाहिँ दोस्रो अनि तर माइतामा चाहिँ मैले झुट बोलेको होइन गुरु माइतामा चाहिँ यसले कसैले पनि नराम्रो भन्दैन यो बोल्दैन हाँस्छ सबैजनासँग मिल्छ अनि यस्तो राम्रो छैन यस्तो बाल राम्रो आफ्नो चेली बेटीलाई आफ्नो फुगो दिदीले यसरी दिनु तिमीलाई लाग्छ हेर एकदम राम्रो यो आ तिमी त 7 दर्दी पत्तलमा भात दिन्छु म अब तिमी कसरी उतार्दै आउँछ यसलाई 7 वर्षमा आएको तिमीहरू पनि हामीलाई राम्ररी थाहा छ यसलाई सबै आउँछ तर यसलाई हामीले नै उठिरहेको अनि काँडो झाने पत्ताउँदैन पत्दैन भने के पत्याउँदैन मैले आज चाहिँ पत्यायो मैले भन्नुमा त चौमत्तीको झाँक्री पनि नपत्याएको है यो गएको थियो विचारले चाहिँ गरेको तर पनि यसको मन चाहिँ त्यसमा फर्केको यसको मनले चाहिँ बिचार दाइ मलाई दुःख गरेको तर मलाई किन नलागेको भगवान् भनेर यो रुन्थ्यो त्यहाँ धानमा जाँदा रुन्थ्यो मलाई किन नलागेको भगवान् यो दाइले मलाई के गर्नु पनि रुन्थ्यो कस्तो लाग्यो तिमीलाई यो त धेरै गाह्रो रहेछ भोग्नै नसक्ने मेरो त यो खुट्टा यति खान्छ यसको यतापट्टिको देवताले मलाई सन्चो चाहिँ पार्दैन अब त के यो पाली